गडन खोला भित्रको चाहिँ डरलाग्दो दृश्य हो। डरलाग्दो दृश्य हो यो गडन खोला क्षेत्र हो। यो डरलाग्दो दृश्य। सम्बन्धित निकायहरू बेखबर रहेका छन्। हेर्नुस् यो गडन पनि भनेको ल तपाईँ केही पनि बोल्नु पर्दैन, तपाईँ एसपी कार्यालयमा जानुहोस् र अनि सिडिओलाई बोलाइदिनुहोस् अनि निरीक्षणमा आउनुहोस्, तपाईँ पनि आउनुहोस्, हामी पनि जान्छौँ र हेर्नुहोस्। तपाईँले केही पनि बोल्नु पर्दैन, सबै जवाब उहाँहरूले आफै उ गर्नुहुन्छ। मेयर साहबले भनेको तपाईँले बोल्नै पर्दैन। मेयर साहब खालि तपाईँ आएर देखाइदिनुहोस् न, ल तपाईँ ल अनुगमन गर्न जानुहोस् भनेर आउँछ नि, सबै आउँछ। हामी एउटा पनि शब्द बोल्नु पर्दैन, सबै उहाँहरूले थाहा पाइहाल्नुहुन्छ। ल हुन्छ हुन्छ भन्नुभयो, आजसम्म खोइ गरेको छैन। यो दृश्यमा देखिरहेको गडन खोला हो। यो इनरवा नगरपालिका वार्ड नम्बर 7 र इनरवा नगरपालिकाको वार्ड नम्बर 6 चाँदबेला र मधेसाको सीमानासँग जोडिएको खोला हो। यो एकान्त सुनसान ठाउँमा छ र यहाँ धेरै माटो लगिएको छ र करिब यहाँ 15 फिट भन्दा ठुलो गहिरो, यो 25 फिट 30 फिट को हाराहारीमा यहाँ यो खोला भित्रको माटो उत्खनन गरेर यहाँबाट मनपरी ढंगले खोला काटेर माटो लगिएको यहाँ दृश्यमा हामी यहाँ देख्न सक्छौं। हेर्नुस् दृश्यमा यो गडन खोलाको दोहन कसरी भइरहेको छ। यो इनरवा नगरपालिका वार्ड नम्बर 7 चाँदबेला क्षेत्रमा रहेको गडन खोलाको दृश्य हो र यो चारैतिर यहाँ हजारौं ट्र्याक्टर, ट्रक, टिपर माटो उत्खनन गरिएको छ र यहाँ मनपरी यसरी कुनै आधार मापदण्ड बेगर यसरी ठूलो परिणाममा माटो दोहन गरेर लगिएको स्थानको दृश्य हो र यो गडन खोला हो र यहाँ कसरी माटो दोहन भएको छ भन्ने कुरा यहाँ देख्न सकिन्छ। यो गडन खोला हो र सँगसँगै यही खोलाको छेउछाउ कुनै पनि प्रतिनिधिहरूको आँखा नपुग्ने ठाउँमा यो एकदम एकान्त छ, सुनसान छ यो ठाउँ र यो सुनसान ठाउँमा चाहिँ यो माटो उत्खनन भइरहेको छ र दृश्यमा हामी त्यहाँ पर अलिकति पर लागिरहेको त्यहाँ देख्न सकिन्छ। यहाँबाट हजारौं ट्रिप हाइवामा टिपरमा दैनिक माटो ओसार पसार भइरहेको छ, उत्खनन भइरहेको छ, त्यहाँ हामी देख्न सक्छौं। यो ठूलो संख्यामा यहाँबाट माटो उत्खनन गरिरहेको छ र यस को हो यो कुनै कम्पनी अथवा कसले गरेको यो पत्ता लगाएर नेपालको प्रचलित कानून अनुसार हदैसम्मको कानूनी कारबाही गर्नको लागि नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय सुनसरी, त्यसैगरी आएर जिल्ला प्रहरी कार्यालय सुनसरी र यसैगरी सशस्त्र प्रहरी बल लगायत नेपाल सरकारको अन्य निकायहरूले यसमा गम्भीर ध्यानाकर्षण गराउनको लागि र यो क्षेत्रको अनुगमन गर्नको लागि अत्यन्त जरुरी छ। किनभने यो खोला भित्र यसरी चरम रूपमा दोहन गरेर यसरी माटो निकालिएको छ र यो गडन खोला भनेर भनिन्छ। यो इनरवा नगरपालिकाको वार्ड नम्बर 7 र इनरवा नगरपालिकाको वार्ड नम्बर 6 हरूमा यसरी अत्यन्त गहिरो 30 फिट 35 फिटसम्म माटो उत्खनन गरेको प्रष्ट रूपमा यहाँ देख्न सकिन्छ। यो दृश्यमा देख्न सकिन्छ। हामीले स्थानीयले दिएको सूचनाको आधारमा आज यहाँको अवस्था हेर्न बुझ्न म सकेसम्म यहाँ वरपरको भागको दृश्य, यो माटो उत्खनन भएको यो स्थानको वरपरको भागको दृश्य म देखाउन गइरहेको छु र कसरी यहाँबाट चाहिँ हजारौं ट्रिप माटो उत्खनन गरेर लगिएको छ भन्ने कुरा यहाँ आएर देख्न सकिन्छ। यो गडन खोलाको माटो यो जथाभावी ढंगले यसरी यो गडन खोलाको माटो उत्खनन गरेर यहाँबाट लगिएको छ र निकै ठूलो गहिरो खनिएको छ। यो जथाभावी माटो यसरी उत्खनन गरेर लगेको
र यो खोलाको माटो यसरी अनाधिकृत रूपमा चोरी गरिएको छ र यो निकै ठुलो परिणाममा यहाँबाट माटो निकालेको सहज रूपमा देखिन्छ। यो मधेसा आबादी भन्ने स्थान समेत भन्दछन्, यसलाई मधेसा आबादी भन्छन्। र यो म तपाईहरुलाई सकेसम्म चारैतिरबाट यहाँको स्थलगत जानकारी गराउँछु। अहिले पनि निरन्तर रूपमा यहाँ माटो उत्खनन कार्य भइरहेको छ। यसरी चारैतिरबाट माटो उत्खनन गर्नेहरूले खोलाको छेउमा केही जग्गा किन्ने भनेर 2-4 कट्ठा जग्गा बोइना गर्ने र बोइना गरिसकेपछि उनीहरूले त्यही आडमा चाहिँ यहाँबाट हजार ट्रिप माटो चाहिँ खोलाबाट उत्खनन गरेर लिएर जाने गरेका छन्। र यो चारैतर्फको यो ऐलानी प्रति खोलाको जग्गाबाट यो माटो दोहन गरेर निकालिएको छ। र दृश्यमा उहाँ माथि त्यो बाँसबेटी छेउमा अहिले पनि एउटा स्काभेटर त्यहाँ लागिरहेको देख्न सकिन्छ। बाँसबेटी छेउमा यो अहिले खोलामा तल पानी आएकोले गर्दाखेरि त्यो माथिको डिल बाट अहिले माटो निकालिरहेको अनुमान गर्न सकिन्छ। र यसरी यहाँबाट माटो धेरै ठुलो क्षेत्र छ। यो करिब 10-15 बिघा भन्दा बढीको भूभागमा गरिसकेको छ। र यहाँ यो गडन खोला बगिरहेको छ। र यो गडन खोलाबाट यसरी त्यो माथिको डिलमा समेत माटो काटेको सहजै यसरी यो गडन खोला हो। यो खोला जहाँ अहिले मैले माटो उत्खनन गरेको त्यो ठुलो भाग देखाएको थिएँ तपाईलाई, त्यो भागबाट माटो निकालिएको छ। र यही गडन खोला हो जुन खोला भित्रबाट माटो उत्खनन गरिएको थियो। त्यही क्षेत्रमा छु अहिले म। र यसरी यहाँबाट सवारी साधन खोलाबाट यसरी यो खोलाको त्यो माथिको डिल हुँदै हुँदै खोलाबाट झारेर यो चारैतिर यो खोलाको दृश्य हो। यो चारैतिरबाट यसरी यो खोलामा बालुवा पनि बगाएर ल्याएको यहाँ दृश्यमा प्रष्ट रूपमा देख्न सकिन्छ। हेर्नुस्, यहाँ यसरी खोला पारीको डिलबाट गाडी सहज रूपमा झारेर यसरी खोला वरिपरिको भूभागहरूबाट यो माटो निकाल्ने व्यक्ति समूहहरूले चाहिँ केही 2-4 कट्ठा जग्गा बोइना गर्ने, किन्ने र त्यो जग्गाको आडमा चाहिँ यहाँबाट हजारौं ट्रिप माटो यसरी चाहिँ निकाल्ने, उत्खनन गर्ने, दोहन गर्ने कार्य गरिरहेको छ। यो विषयमा सम्बन्धित निकायको छिटोभन्दा छिटो गम्भीर रूपमा ध्यानआकर्षण होस्। यो नेपाल सरकारको सम्बन्धित निकायले यहाँसम्म आएर अनुगमन गरोस् र यहाँको स्थलगत रूपमा निरीक्षण गरेर यो माटो यसरी जथाभावी उत्खनन गर्ने जोसुकै होस्, जतिसुकै शक्तिशाली जुनसुकै राजनीतिक दलको संरक्षणमा अथवा आडमा अथवा जसैको आडमा भए पनि निकाल्नेलाई कडा भन्दा कडा कानुनी कारबाहीको लागि कानुनी दायरा भित्रमा ल्याओस् र छिटोभन्दा छिटो कारबाही गर्नको लागि अविलम्ब कदम चालोस् र निकै गहिरो यसरी यहाँबाट माटो उत्खनन गरेर लगेर बिक्री गरेको दृश्य यहाँबाट देख्न सकिन्छ। यो खोलाको भूभागमा यो एकदम एकान्त ठाउँमा रहेको छ यो स्थान। यो गडन खोला हो यो। र यही खोलाको माटो काटेर उत्खनन गरिएको। यो खोला निकै गहिरो खोला छ। यो यहाँबाट पनि सहज रूपमा देख्न सकिन्छ। प्रकारले जग्गा अधिग्रहण गरेर सुनसरीको भोक्रा चिरौलीबाट यो
झापाको काँकडभित्तासम्म पूर्वी नाकासम्म रेलवे सेवा सञ्चालन गर्नको लागि यो रेलवेको ट्र्याक खोल्ने यो सडक बाटो समेत हो, रेलवे लाइन समेत हो र रेलवे लाइनको लागि सरकारले जग्गा अधिग्रहण गरेर जग्गा रोका समेत राखेको छ र यसरी सरकारले रोका राखेको जग्गा समेत यहाँ खनिएको अवस्था छ र खनिएर माटो लगेको अवस्था छ र बेचबिखन लगायत कुनै पनि काम गर्नको लागि यहाँबाट पूर्ण रूपमा सरकारले रोक लगाएको अवस्थामा यहाँको माटो उत्खनन भइरहेको हो। यो रेलवे लाइन विस्तारको लागि गाडिएको यो पिलर हो, यहाँ हामी प्रष्ट रूपमा देख्न सक्छौं। ठाउँ ठाउँमा रेलवेको पिलर यसरी गाडिएको छ। पाए त्यताबाट माटो निकालिरहेछ नि। यो विषयमा जिल्ला प्रशासन कार्यालयको पनि क्षेत्राधिकार पर्छ, सिँचाइको पनि क्षेत्राधिकार पर्छ, नगरपालिकाको पनि पर्छ। यो विषयमा तपाईले के पहल गर्नुभयो? जुन अनाधिकृत रूपमा टिपरमा तपाईको चाहिँ त्यहाँ चाहिँ जेसीबी लगाएर माटो खनिरहेको छ, ओसारिरहेको छ, यो चाहिँ के हो? यो तपाईले रोक्ने पहल प्रयत्न गर्नुभयो? पहल प्रयत्न गरेको छु, म नगरपालिकासँग मात्रै गरेको छु। म के गर्नुभयो? नगरपालिकामा मैले जानकारी गराएको यस्तो यस्तो माटो लग्दैछ अरे, त्यो गरुण खोलाको लाग्छ। यो बाटो भनेपछि यो बाटोहरू सबै बिगारिसकेको, तपाईहरूले अलिकति त्यो गरेर पहल गरिदिनु होला। म त्यतिसम्म मात्रै भनेको, अरू त्यो जिल्ला प्रशासनले केही पनि जानकारी नगर मार्फत जाओस् भनेर मैले त्यो हिसाबले मैले गरेको। मैले त्यतिसम्म पनि भनेको, ल तपाईँ केही पनि बोल्नु पर्दैन, तपाईँ एसपी कार्यालयमा जानुहोस् र अनि सिडिओलाई बोलाइदिनुहोस्, अनि निरीक्षणमा आउनुहोस्, तपाईँ पनि आउनुहोस्, हामी पनि जान्छौँ र हेर्नुहोस्। तपाईँले केही पनि बोल्नु पर्दैन, सबै जवाब उहाँहरूले आफै गर्नुहुन्छ। मेयर साहबलाई भनेको, तपाईँले बोल्नै पर्दैन मेयर साहब, खालि तपाईँ आएर देखाइदिनुहोस् न, ल तपाईँ ल अनुगमन गर्न जानुहोस् भनेर आउँछ नि, सबै आउँछ, हामीलाई पनि बोलाउनुहोस्, गएर हेर्नुहोस्। बोल्ने कामै छैन, हाम्रो एउटा पनि शब्द बोल्नु पर्दैन, सबै उहाँहरूले थाहा पाइहाल्नुहुन्छ। ल हुन्छ भन्नुभयो, आजसम्म खोइ गरेको छैन। जस्तै त्यहाँ चाहिँ गडम खोलाको डिल सँगसँगै त्यो रेलवेले अधिग्रहण गरेर रोका राखेको, कुनै पनि भोग चलन नगर्ने, त्यहाँ बाली नलाउने भनेर राखेको त्यो रेलवे क्षेत्रको जग्गाको पनि माटो चाहिँ व्यापक रूपमा उत्खनन गरेर माटो, त्यो त रेलवे क्षेत्रको हो। अब फुकुवा भएको छैन अहिलेसम्म, हामीलाई फुकुवा पत्र पनि आएको छ, त्यो त बेचबिखन हुँदैन नि त। त्यो चाहिँ सिडिओ साहबको मातहतमा पर्छ, त्यो चाहिँ जिल्ला प्रशासनलाई जानकारी गराइदिनु भएन? छैन गराएको। त्यो त अहिले खन्न त अब पहिलादेखि नै खन्दै आएको, किशोरकै पालादेखि खन्दै त व्यापक बनाइदिएको छ उसले। त्यसको बिजनेस व्यापारै त्यही हो, अरू छ कि छैन त्यसको बिजनेस व्यापारी? यो बाटोलाई पनि यो व्यापारीको बाटै बनाइदिएको छ। यो कसले उत्खनन गरिरहेको छ त्यो माटो? सिंगल ऊ मात्रै हो, दुर्गेश चौधरी। तपाईले नगरपालिकालाई भन्नुभएको छ, जिल्ला प्रशासनलाई जानकारी गराएको छु, नगरपालिका मार्फतबाट हुन्छ भने गराइदिएकै राम्रो होला नि। अब गराउनु पर्छ, अब मेयरले भन्दैन भने अब यहीँबाट गराउनु पर्छ डाइरेक्ट।